Hello, welcome to my YouTube channel, Pasan 17 Vlog. यो चाहिँ आफ्टरनुनमा ब्लग गर्दैछु। यो चाहिँ अचानक म चाहिँ आज इक्रा बुन्दैछु फुलको लागिले माथि छाना। अन्त सबैजना ठिकै हुनुहुन्छ होला है। म चाहिँ इक्रा बुन्दैछु। अन्त यो चाहिँ बाँस केलाएर बाँसको बनाउनुपर्छ। यहाँ दाजु चाहिँ बाँस केलाइदिँदैछ। अब कति ठाउँमा चाहिँ मैले मिस्टेक गर्दैछ, दाजुले चाहिँ सिकाउनु हुँदैछ है। अन्त यो चाहिँ बुन्नु चाहिँ एकदमै साह्रो रहेछ, बल पनि एकदम चेन्ने रहेछ है। अन्त हरेक कुरा केटाले नै सिक्नुपर्छ भन्ने छैन, ठुलो सानो काम पनि केटीले पनि सिक्नुपर्ने रहेछ। हरेक केटाले नै सिक्नु होइन, अहिले चाहिँ केटीले पनि गर्छ है, केटाभन्दा धेरै कुरा है। अन्त म चाहिँ छिटो बुन्दैछु किनभने पानी पनि पर्दैछ। आफ्टरनुनमा चाहिँ मैले यो भिडियो बनाएको। यो भिडियो चाहिँ किन सिधा भयो भने चाहिँ क्यामेरा पक्रिने छैन, मेरो दाजु चाहिँ यति आइडिया छैन, उहाँ चाहिँ सिधा हुनुहुन्छ है। अन्त हो त्यसले गर्दा चाहिँ मैले यो के तेलको जर्किनमा राखेर चाहिँ फोन सिधा तेर्सो बनाउँदा पनि हुँदैन रहेछ। अन्त सिधा बनाएको। अन्त तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला। राम्रो लाग्दैन होला भिडियो चाहिँ, किनभने मैले क्यामेरा नै तेर्सो गरेको छुइनँ, सिधा राखेको छु, नरिसाइदिनुहोस् होला है। अन्त एकजना दिदीले चाहिँ मेरो भिडियोमा सब्सक्राइब गरिदिनु भएको रहेछ। उहाँलाई चाहिँ स्पेसियली थ्याङ्क यू सो मच भन्नु चाहन्छु है। अन्त अझै पनि सपोर्ट गर्नुहुन्छ भनेर धेरै आशा राख्दै आज पनि मैले तेर्सो राख्नै बिर्सेछु कि क्यामेरा तेर्सो राख्नु पनि आकाशबाट पानी परेको छ। हो त्यसले गर्दा म तेर्सो राख्नु सकेको छैन, फोन पक्रिने नभएर सिधा गरेको छु है। अन्त यो बुन्नु चाहिँ एकदम बल चाहिँदो रहेछ कि, बल हात काटेर उस्तैले त बुन्नु सक्दैन रहेछ। म चाहिँ यहाँ गर्दैछु। अन्त मलाई चाहिँ आएर चाहिँ अहिले चाहिँ म आफै खुद गर्दैछु। आइकिया चाहिँ चोया केलाइदिनु हुँदैछ है। यहाँ चाहिँ पुरा पानी परेर है। अन्त म चाहिँ यहाँ तपाईँहरूलाई हल्का देखाउँदै भिडियो कतिको राम्रो भयो, राम्रो पनि भएन होला सायद, तपाईँ भए पनि हेरिदिनुहुन्छ भनेर आशा राख्दै आजको ब्लग चाहिँ सानो बनाएको छु है। कस्तो लाग्छ अब घरको काम यस्तै कति दिन चाहिँ अर्काले अब म चाहिँ यस्तो लाग्छ, मेरो मनमा चाहिँ यस्तो फिल हुन्छ, हरेक केटी मान्छेले चाहिँ हरेक कुरा सिक्नुपर्छ। भोलिको दिनमा आइपऱ्यो भने चाहिँ दुःख पर्दैन है, हो त्यो लाग्छ। अन्त जतिजनाले यस्तो केटाले काम चाहिँ केटीले गर्दैछ भने यस्तो होइन, केटाले काम गर्ने पनि केटीले गर्नुसक्छ। अन्त सबै कुरा म चाहिँ यो एउटा के भन्छु भन्ने चाहिँ अहिले केटाभन्दा धेरै केटीहरूले फ्यामिलीहरू हेरेको छ, धेरै केटाभन्दा केटीहरूले काम गरेर गर्नु सकेको छ। अब के भन्छ काम भन्ने चाहिँ ठुलो सानो हुँदैन है। अन्त हस्तै हो। अन्त हामी चाहिँ मलाई चाहिँ यस्तो फिल हुन्छ, अब कतिजनाले केटी मान्छे भएर केटाको काम गर, मलाई चाहिँ यस्तो राम्रो लाग्दैन। केटाको न केटीको एउटै हो, केटाभन्दा केटीले जित्नुपर्छ। अहिले चाहिँ समय नै यस्तो भयो। हो त्यो भन्दै आजको चाहिँ मेरो ब्लग चाहिँ कस्तो लाग्छ तपाईँहरूले मन परेन होला, किनभने क्यामेरा सिधा बनाएर हो त्यसले गर्दा। त्यहाँदेखि मेरो चाहिँ मुगा चाहिँ अब बालो बुन्दैछु। बालो चाहिँ अब मिन्तो नकाप्सेकी लागिले। अन्त म बिचमा भुटिया पनि बोल्दैछु। अन्त नेपाली पनि मलाई यति पर्फेक्ट त आउँदैन, भए पनि अब बोल्नु मिस्टेक भयो भने तपाईँहरूले माफ गरिदिनुहोस् होला है। म यति नेपाली चाहिँ पर्फेक्ट भन्ने चाहिँ आउँदैन, अब कति कुरामा है भुलचुक हुन्छ, हो त्यसले गर्दा तपाईँहरूले माफ गरिदिनुहोस् है। अन्त नजानेकोहरू चाहिँ प्लिज कमेन्टमा गर्नुहोस् होला, अब यो गर्नु जानेन रहेछ भन्ने हुन्छ। अन्त अब तपाईँले याद भएकै कुरा हो है, घरिघरि भन्नु पर्दैन। अब म चाहिँ यहाँ पानी पर्छ भनेर छिटो बुनेको, यहाँ एउटा मिस्टेक गरी फटाइहाल्यो नि, बक्स बनाउनु पर्छ। अन्त त्यसले गर्दा बल्ल
यहाँ गर्दैछु घान्दै। अन्त यस्तै छ है गाउँले जिन्दगी है। म चाहिँ धेरै आज तपाईँहरूले के भिडियो चाहिन्छ प्लिज कमेन्ट गरिदिनुहोस् है। अन्त उहाँ एकजना दिदीले चाहिँ एकदम मलाई सपोर्ट गर्नुहुँदो रहेछ कि धेरै मलाई खुसी मनबाटै खुसी भयो है। उसै अरूहरूलाई पनि सपोर्ट गर्नुहोस् होला है, राम्रो हुन्छ। अब मेरो चाहिँ च्यानल त सरम पो लाग्छ मान्छेले युट्युब छ भन्दा चाहिँ छ भन्नु, किनभने मेरो एकदम सब्सक्राइबर पनि कम्ती। अन्त प्लस हामी चाहिँ मेडिसिन खायो भने चाहिँ जिउै भारी हुन्छ कि अन्त काम गर्नु पनि सक्दैन। अन्त एकदिनमा हुन्छ हो हाम्रो हार्ट सर्जरी, मेरो त हार्ट सर्जरी भएको नि त। अन्त मेडिसिनले पनि जब मेडिसिन के भन्छ दिउँसोको डोज हुँदैन तब चाहिँ मैले सबै काम गर्नु सक्छु होइन, कस्तो हुन्छ। अन्त मैले आधी बुनिसक्यो, अब उताबाट बुन्नुपर्छ, अगाडिपट्टि सक्यो बुनेर है। अन्त मेडिसिन खानेहरूले चाहिँ अब त्यसै नबस्नु, पसिना निकाल्नुपर्छ भन्छ नि। मेरो चाहिँ ओपन सर्जरी भएको कि भए पनि म त्यसै त बस्नु सक्दिनँ है। अब मेडिसिन खायो भने चाहिँ अब अलिकति जिउ भारी हुन्छ कि मलाई, अन्त काम गर्नु मन पर्दैन। पुरा रिङ्गटा यस्तो चल्छ कि हो, त्यसले गर्दा मेडिसिन जब जिउमा यो सबै हुन्छ नि मेडिसिन जिउमा सबै पस्यो भने चाहिँ हरेक काम गर्नु सक्छु म, हरेक कुरा थाक्नु पनि थाक्छ भए पनि कामहरू यो छ भने गर्नु सक्छु है। मेडिसिन जबसम्म खाएर अब एकछिन चाहिँ मलाई पुरै साह्रो पर्छ, पुरा रिङ्गटा चलेको जस्तो हुन्छ कि। अन्त त्यसले गर्दा अन्त म यहाँ हेर्नुहोस् बुन्दै तपाईँहरूलाई देखाउँदैछु, यसरी बचाउनुपर्छ है भनेर। योमा चाहिँ पुरा बल च्यान्ने रहेछ कि, अन्त यसरी बचाउनुपर्छ है। अब के भन्छ मलाई चाहिँ यस्तो लाग्छ काम भनेको कुनै ठुलो सानो हुँदैन, सबै इक्वल हो। केटी मान्छे भएर हरेक सिकिरहनुपर्छ, भोलिको दिनमा यो गर भनेर यो पनि जान्दैन त्यो पनि जान्दैन। बाउ आमाले के सिकायो केही जान्दैन भन्यो भने चाहिँ छैन। अन्त हो त्यसले गर्दा हरेक काम चाहिँ सिक्नै पर्ने रहेछ, मलाई पनि यस्तो फिल हुन्छ। आज यस्तै भयो, दिन पनि जाडो छ, पानी पर्दैछ। अन्त सबैजना दिदीहरू पनि फर्केर आउनु भएको छ, उहाँहरूलाई पनि म तपाईँलाई देखाउँछु नेक्स्ट ब्लगमा है। हामी उता अफिस जाने काम छ हो, त्यसले गर्दा तपाईँहरूलाई म मेरो दिदीहरू पनि सबैजना देखाउँछु है। अझै पनि सपोर्ट गर्नुहुन्छ भनेर धेरै आशा राख्दै मैले एकपट्टि त बुनिसकेको तपाईँलाई देखाएँ है, एकपट्टि बुनिसकेर पनि फिनिसिङ गरेँ, हात पनि काट्यो अन्त फिनिसिङ भयो। अब यताबाट घुमाउनु पर्ने रहेछ, यसरी घुमाउँदै यो बुन्नु चाहिँ उस्तैले चाहिँ सक्दैन रहेछ, भात चाहिँ मजाले खानुपर्ने रहेछ यो बल पुरा चाहिन्छ। माथि फुल देख्नु हुँदैछ उहाँ हो, त्यहाँ ओढ्नुको लागि तिर्पल चाहिँ हावाले उडाएर मेरो फुल सबै अहिले चाहिँ मेरो फुलहरू सबै फुलिसकेको। अन्त तिर्पल त अब कति महँगो छ है। अन्त त्यसले गर्दा यसले सपोर्ट गऱ्यो भने तिर्पल माथिबाट लगायो भने चाहिँ हावाले उडाउने चान्सेस हुँदैन, अन्त पानी पनि जम्मा हुँदैन भनेर चाहिँ यो गरौँ ल भनेको थियो। अन्त मैले अब है सेभ हुन्छ नि त, अब कहाँ भनेको जस्तो पैसा हुन्छ है, सबैकोमा एउटै हो, इक्वल हो। अन्त मैले चाहिँ यो खालको बुनेर चाहिँ ओढाइदिनु पऱ्यो छाना भनेर चाहिँ तिर्पल हटाइराखेर चाहिँ यो माथिबाट, अन्त माथिबाट चाहिँ तिर्पल थपिदियो भने चाहिँ तिर्पल पनि सेप हुने, अन्त मेरो फुल पनि सेप हुने। किनभने मेरो फुल सबै फुलिसक्यो, अब टाइगर लिली चाहिँ सबै उयो आइरहेछ, के भन्छ यस्तो फुल्नु आँटेको उयो के भन्छ नेपालीबाट त आएन हौ मलाई। मेरो दाजु चाहिँ चोया केलाइदिँदैछ, म चाहिँ बुन्दैछु। किनभने दुईजनाले गऱ्यो भने चाहिँ एकदम छिटो हुँदो रहेछ। अन्त काम पनि एकजनाले पनि गऱ्यो भने चाहिँ 3 बजी सक्ने काम चाहिँ 2-4 बज्ने रहेछ हो, त्यसले गर्दा। अन्त हो त्यहाँ दाजुले सिकाउँदै चोया बुन्दै
मेरो ठुलो दाजु हुनुहुन्छ उहाँ चाहिँ। अन्त मेरो फुलबारी चाहिँ यहाँ अस्ति कस्तो फुलेको थियो, तपाईँहरूले देख्यो भने त। योपालि सबै फुलिसक्यो मेरो फुल। अब टाइगर लिली चाहिँ भर्खर आउँदैछ। अन्त यस्तै चाहिँ उयसमा त टासिलिङमा त पानी परेको छ, बिहानदेखि परेको। अन्त गाई बिमार भएर गाई जाती भएको छैन। अब एकछिनबाट डक्टरहरू पनि आउनुहुन्छ भन्नुहुँदै थियो हो। अन्त कति बेला आइपुग्ने, के गर्नुपर्ने। अब जतिजनाले गाई पाल्नु भएको छ उहाँहरूले प्लिज मलाई यहाँ कमेन्टमा दबाई कुन दिँदा हुने रहेछ, कुन दबाई दिएर कुन चाहिँ जाती हुने रहेछ भनेर प्लिज मेरो कमेन्टमा गरिदिनुहोस् होला है। अन्त मैले कति ठाउँ देखाइसक्यो है। अब यस्तै हुँदो रहेछ हौ गाईहरू। अब यो के हो, त्यो के भन्छ हो त्यो गाईलाई, जर्सी भन्छ कि बिलाइती भन्छ हो, त्यो त याद पनि हो। त्यो दबाईहरू पुरा दिनुपर्ने रहेछ नि त। अन्त म त दबाई सबै दिइसकेको, अब उठ्नु पनि उठ्दैन। बाछा छ, सानो छ। तपाईँहरूले मलाई नेक्स्ट ब्लगमै देख्छ बाछा पनि। अब उसलाई चाहिँ म बचाउँछु है। अब सानो बाछी छ। अब उसको घरमा दुधहरू पुरा छ भने चाहिँ, अब पाल्ने छ भने चाहिँ म दिइहाल्छु। किनभने हाम्रोमा चाहिँ अब गाई दुधै छैन नि त। अन्त बाछा पाल्नु पनि एकदम साह्रो पर्छ नि त। उसलाई दुध दिनु पऱ्यो होइन, त्यसै भोकै त मार्नु भएन। अन्त कसको घरमा गाई बस्तु राम्रो गर्छ, काटमार गर्दैन भने चाहिँ म त त्यहाँ बाछी चाहिँ दुधहरू आउँदैछ भने चाहिँ बाछी चाहिँ त्यहाँ दिइहाल्नु पऱ्यो भन्दैछु है। अब कोहीकोमा त है बाछी लगेर ठुलो हुर्काइराखेर पक्का मारिदिने पनि हुन्छ। यस्तो मार्ने होइन कि अब उसले हुर्कायो बढायो अन्त दुधहरू उयो गरेर खानुभयो भने हुन्छ नि। अब कतिजना त है पापी मन के सोच्छ नि त। अन्त हो त्यो सोच्दै म चाहिँ यहाँ छिटो बुन्दैछु। आकाशबाट पानी छेर पानी आउँदैछ। तपाईँहरूले देख्नु भएको छैन होला, पानी चाहिँ एकदम सिमसिम पर्दैछ। यहाँ के भन्छ, यहाँ म चाहिँ यहाँ बाटार्दै देखाउँदैछु तपाईँहरूले हल्का उयस। हात चाहिँ पुरा काट्दो रहेछ यो चोयाले, किनभने मेरो हातहरू पुरा काटेको छ। अन्त छिटो बुन्नु भन्दैछ आप्पाले पनि। यहाँ पानी पर्छ, छिटो बुन्नु। पानी त पर्दैछ अलिअलिको। अन्त म चाहिँ छिटोले गर्दा हात काटी पठाउँछ नि त। अन्त यस्तै छ। अब के भन्नु है अरू चाहिँ। अन्त मेरो लाइफमा के भएको छ तपाईँहरूले चाहियो भने चाहिँ म भिडियो बनाउँछु। अब कतिजना हार्टको पेसेन्ट हुनुहुन्छ, उहाँहरूले के एडभाइस गर्नु छ भने मलाई भन्नुहोस्। मेडिसिन कसरी खानुपर्छ, हार्टको पेसेन्टले के खानु हुँदैन भनेर चाहिँ मलाई कमेन्ट गरिदिनुहोस्, म भनिदिन्छु तपाईँहरूलाई है। अन्त म चाहिँ कति वर्ष 20 वर्ष बेसी भइसक्यो। अन्त सर्जरी भएको चाहिँ 4 इयर्स कम्प्लिट भयो। अन्त के भन्छ, हार्टको पेसेन्टले चाहिँ तोरीको तेलहरू खानु हुँदैन, सनफ्लावर कि सनड्रप खानुपर्छ हो, त्यसले चाहिँ एकदम राम्रो गर्छ हो। त्यो भन्दै अझै पनि माया गर्नुहुन्छ भनेर धेरै आशा छ। अन्त हो त्यो दिदीलाई थ्याङ्क यू सो मच। नेक्स्ट ब्लगमा भेटौँ होला, बाई।